नमस्कार, रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाइनर्समा यहाँलाई स्वागत छ। कार्यक्रम लिएर आज म श्रीकृष्ण नेउपाने आएको छु। आज मैले सामाजिक सुरक्षा कोषका कार्यकारी अधिकृत सिइओ कविराज अधिकारीलाई निम्त्याएको छु। कार्यक्रम सुन्दै जाँदा तपाईलाई पनि आजका अतिथिसामु कुनै प्रश्न या जिज्ञासा राख्न मन लागे हाम्रो स्टुडियोको टेलिफोन नम्बर 015192078 मा टिपाउनुहोला। त्यस्तै यहाँले फेसबुक पेजमा लाइभ प्रसारण भइरहेको कार्यक्रमको कमेन्ट बक्समा गएर पनि आफ्ना प्रश्न टाइप गर्न सक्नुहुनेछ। अब लागौं आजको विषय वस्तुतर्फ। सरकारले नीति तथा कार्यक्रम मार्फत फर्म तथा कम्पनीलाई सामाजिक सुरक्षा कोषमा अनिवार्य आबद्ध हुने व्यवस्था गरिसकेको छ। कम्पनीलाई नवीकरणका बेला कोषमा आबद्ध भएको प्रमाण अनिवार्य पेश गर्नै पर्ने नियम चालू आर्थिक वर्षदेखि बाध्यकारी बनाएको सन्दर्भमा यसको अहिलेको कार्यान्वयनको अवस्था कस्तो छ? यो नियम आएपछि कति रोजगारदाता आबद्ध हुन आए अनि कति आउन सकिरहेका छैनन्? यसका व्यावहारिक कठिनाई के छन्? रोजगारदाताको गुनासो र सरकारको बाध्यकारी नियम बीच यसको कार्यान्वयनमा देखिएका चुनौतीसँगै कोषमा अहिलेसम्म जम्मा भएको रकमको व्यवस्थापन लगायतका विषयमा संवाद गर्न आज मसँग हुनुहुन्छ कोषका कार्यकारी निर्देशक सिइओ कविराज अधिकारी। कविराज सर, हजुर नमस्कार। हजुर नमस्कार, स्वागत छ यहाँलाई कार्यक्रममा। हजुर धन्यवाद। अब सरकारले नै नीति तथा कार्यक्रममा घोषणा गरेरै बाध्यकारी चाहिँ नियम ल्याएको थियो। अब त्यस पछाडि चाहिँ कोषलाई रोजगारदातालाई कोषमा सहभागी गराउन सहज हुन्छ भन्ने अपेक्षा गरिएको छ। त्यो अपेक्षा अनुरूप कतिको सहज भइरहेको छ? हाम्रो जुन पछिल्लो तथ्याङ्कमा चाहिँ हामी अहिले 22,572 वटा रोजगारदाताहरू आबद्ध भइसक्नु भएको छ। 6,59,357 औपचारिक क्षेत्रका योगदानकर्ताहरू यसमा आबद्ध भइसक्नु भएको स्थिति छ। यो चाहिँ अब अनिवार्य भनेपछि यो स्वतःस्फूर्त रूपमा नै उहाँहरू अलिकति आबद्ध हुने क्रमहरू रोजगारदाताहरू बढेको स्थिति छ। भनेपछि अघिल्लो वर्षको भन्दा यो आर्थिक वर्ष चाहिँ अलिकति उत्साहजनक रूपमा उद्योग प्रतिष्ठानहरू कोषमा थपिने क्रम बढेको छ भनेर बुझ्दा हुन्छ। बढेको छ, हजुर हो। होइन, यसमा के हो भने अब ठुला रोजगारदाताहरू अब चाहिँ आइसक्नु भएको स्थिति हो, ठुला रोजगारदाताहरू। तर चाहिँ अब अलिकति साना मजला रोजगारदाताहरू पनि अब बिस्तारै जोडिन थाल्नु भएको छ। तर अब यहाँले यसो भनिरहँदाखेरि अझै पनि धेरै कम्पनी, उद्योग, जुन प्रतिष्ठान भनौं, उहाँहरू सामाजिक सुरक्षा कोषमा त के सञ्चय कोषमा पनि सहभागी नभएको देखिन्छ। यो यथार्थ हो। यहाँहरूले त्यसलाई कसरी हेर्नु भएको छ? यसको मतलब उद्योगी व्यवसायीको समस्या पो हामीले बुझ्न सकिरहेका छैनौं कि? उद्योगी व्यवसायीहरूलाई एउटा के भ्रम छ भने उद्योगी व्यवसायीहरू जो जोडिनु भएन सामाजिक सुरक्षा कोषमा जोडिँदाखेरि अतिरिक्त दायित्व हुन्छ मेरो भन्ने भ्रम छ। यो औपचारिक क्षेत्रमा जुन योगदानकर्ताको आधारभूत पारिश्रमिकको 20% रोजगारदाताले जुन जम्मा गर्नुपर्छ प्रत्येक महिना, त्यो चाहिँ श्रम ऐनले भनेको न्यूनतम मात्रै हो। त्यसमा अतिरिक्त जम्मा गर्नु पर्दैन। श्रम ऐनले भनेको सञ्चय कोषको बापत 10%, उपदानको बापत 8.33%, त्यस्तै औषधि उपचार 1 लाखको र 7 लाखसम्मको दुर्घटना बापत गरेर त्यो करिब 20% रकम आउँछ। र त्यो 20% भइसकेपछि श्रम ऐनकै कार्यान्वयन अटोमेटिक सामाजिक सुरक्षा कोषमा आइसकेपछि हुन्छ। त्यो भ्रम अलिकति त्यो कारणले गर्दाखेरि उहाँहरूलाई चाहिँ मलाई अतिरिक्त दायित्व लाग्छ भन्ने लागेको हुन सक्छ। त्यो चाहिँ होइन। त्यो चाहिँ श्रम ऐनले भनेको न्यूनतम जम्मा गर्दाखेरि नै भइहाल्छ। र योगदानकर्ताको हकमा 11% रकम हो जुन सञ्चय कोष बापतको 10% र 1% सामाजिक सुरक्षा कर बापतको भएपछि योगदानकर्तालाई पनि अतिरिक्त दायित्व नभएको भन्नाले यो चाहिँ सबभन्दा अलिकति भ्रम छ। त्यो भ्रम चाहिँ चिर्न जरुरी छ। उहाँहरूसँग हामीले जुन छलफल, जुन संवाद घनीभूत रूपमा गर्नु पर्थ्यो त्यो गर्न नसकेकोले उहाँहरूलाई त्यो भ्रम भएको हो कि किन बुझाउन सकिएन? होइन, बुझाउन त हामी अब विभिन्न खालका कार्यक्रमहरू गरिराखेछौँ होइन। हामी चाहिँ रोजगारदाताको संघ संगठनहरूसँग अस्ति भर्खरै पनि हामी सिएनआईसँग कार्यक्रम गर्यौं। त्यस्तै हाम्रो चाहिँ विभिन्न चाहिँ प्याप्सनहरूसँग होइन रोजगारदाताको चाहिँ संघ संस्थाहरूसँग हामीले विभिन्न खालका कार्यक्रमहरू गरिरहेकै स्थिति छ। त्यो चाहिँ अब बिस्तारै कम हुँदै गइरहेको स्थिति छ। भर्खरै यहाँहरूले आफ्नो 8औं वार्षिक उत्सव होला होइन मनाउनु भयो? हजुर
हजुर हो। यो 8 वर्षको अवधिको तथ्याङ्क हेर्दाखेरि देशभित्र भएका प्रतिष्ठानमा भन्दा पनि विदेश जानेहरूको चाहिँ संख्या अलि बढी देखिएको लाग्यो मलाई। त्यो हिसाबले हेर्दाखेरि विदेशमा जाने कामदारहरूले चाहिँ राम्रोसँग त्यहाँ सहभागी भएको देखिन्छ, तर देशभित्रकै कम्पनीहरूलाई चाहिँ हामीले सहभागी गराउन सकिरहेको छैनौँ भनेपछि यो 8 वर्षलाई हामीले कसरी हेर्ने, कसरी विश्लेषण गर्ने? होइन, यो सामाजिक सुरक्षा कोषको दिवस हामीले 8औं सामाजिक सुरक्षा दिवस मङ्सिर 11 गते मनायौँ। भर्खरै चाहिँ 8औं सामाजिक सुरक्षा दिवस। सबभन्दा पहिला त सामाजिक सुरक्षा कोष स्थापना हुने बित्तिकै कुनै पनि चिजको एउटा एक्सेप्टेन्स अलिक कम हुन्छ। तपाईँको त्यसको बारेमा मान्छेले अब मान्छेको स्वभावै हुन सक्छ यो यसको बारेमा यो राम्रो हो नराम्रो हो भन्ने खालको अलिकति त्यसको स्वीकार्यता कम हुन सक्छ। तर बिस्तारै बिस्तारै के भयो भन्दाखेरि सामाजिक सुरक्षा कोषको स्वीकार्यता बढ्दै पनि गयो। के कारणले बढ्यो भन्दाखेरि यो चाहिँ यहाँ भएका यसले दिने सेवा सुविधाको कारणहरूले बढ्यो। अहिलेसम्म धन्नै चाहिँ सामाजिक सुरक्षा कोषले औषधि उपचार बापत चाहिँ 264 करोड पनि गरिसकेको स्थिति छ विभिन्न योगदानकर्ताहरू यो 8 वर्षको अवधिमा। त्यस्तै यो 8 दुर्घटना तथा अशक्तता सुरक्षा बापत 24 करोड रकम चाहिँ भुक्तानी गरिसकेको स्थिति छ। आश्रित परिवार सुरक्षा अन्तर्गत अहिलेसम्म कोषले 30 करोड रकम भुक्तानी गरिसकेको छ। तर यहाँ बुझ्नुपर्ने कुरा के छ भने धन्नै 800 जनाले चाहिँ मासिक रूपमै पेन्सन पाउनुहुन्छ। उहाँको परिवारको मृत्यु भएको कारणले गर्दाखेरि अब जुन कमाउन नसक्ने परिवार छन् अथवा छोरा बच्चा बच्चीहरू छन् त्यो चाहिँ मासिक रूपमै धन्नै यो चाहिँ पैसा 1 करोड रकम भुक्तानी पाइरहेको स्थिति पनि छ। 800 जनाले मासिक रूपमै पाइरहेको स्थिति। त्यो भनेको चाहिँ उहाँहरू जसको मृत्यु भएको छ उहाँहरूको न्यूनतम तलबको कति प्रतिशत हुन आउँछ पेन्सन? उहाँहरूको न्यूनतम तलब होइन कि उहाँहरूको चाहिँ आधारभूत तलब यो बेसिक स्यालेरी आधारभूत तलबको 60% चाहिँ श्रीमतीले पाउनुहुन्छ, श्रीमान वा श्रीमतीले। र चाहिँ छोराछोरी यदि 18 वर्षको भन्दा कम छन् भने शैक्षिक वृद्धि बापत चाहिँ आधारभूत तलबको 40% पाउनुहुन्छ। त्यो रकम पनि अहिले लिने चाहिँ 779 जना मासिक रूपमा लिइरहेको स्थिति छ। भनेपछि यो सामाजिक सुरक्षा कोषमा रकम जम्मा गर्दाखेरि भोलि पर्सि अप्ठ्यारो पर्दाखेरि, बिरामी हुँदाखेरि, अशक्त हुँदाखेरि, दुर्घटना पर्दाखेरि, दीर्घ रोग लाग्दाखेरि, परिवारमा कसैको मृत्यु हुँदाखेरि, होइन वृद्ध अवस्थामा चाहिँ अवस्था हुँदाखेरि यो सबै अवस्थामा चाहिँ कोषले हेर्दो रहेछ, हाम्रो चुलो बल्न सक्दो रहेछ, हामीलाई औषधि उपचार पाइँदो रहेछ भन्ने जुन भयो त्यसले एक्सेप्टेन्सहरू बढ्दै गएको स्थिति छ यसको सामाजिक सुरक्षा कोषको। यो त्यस कारणले पहिला चाहिँ मैले भने स्वभावतः कुनै पनि चिज आउँदाखेरि मान्छेलाई विश्वास नलाग्नु, शङ्का लाग्नु कुरा ठिक हो, तर अहिले यो चिज त चाहिने चिज रहेछ, यो त वास्तवमै जरुरी छ भन्ने बुझ्दै गएर यसको एक्सेप्टेन्स बढ्दै गएको छ। यो त त्यहाँ सहभागी भएकाहरूले अहिलेसम्म पाइरहेको सेवा सुविधा भयो। अब सहभागी हुन बाँकी पनि लाखौंको संख्यामा देखिन्छ। दर्ता भएका कम्पनी प्रतिष्ठानलाई त बाध्यकारी गरेर कुनै न कुनै दिन यहाँहरूले त्यसमा ल्याउनु नै होला, सहभागी गराउनु होला। तर दर्ता नभएका पनि त्यस्ता कम्पनी उद्योगहरूमा पनि लाखौं कामदार चाहिँ काम गरिरहेको अवस्था छ। अब त्यस्ता कम्पनी र उद्योगलाई चाहिँ कसरी सामाजिक सुरक्षा कोषमा ल्याउने त? अब यसमा हामीले 2वटा एप्रोचहरू लिएका छौँ। हजुर, एउटा एप्रोच चाहिँ सामाजिक सुरक्षा कोषमा किन आउनुपर्छ, यसको फाइदाहरू के हो भनेर अन्तर्क्रियाहरू गर्ने, होइन ठाउँमा कहिले रोजगारदाताहरूलाई हामीले बोलाउँछौँ, कहिले हामीले रोजगारदातालाई हामीलाई बोलाउनुहुन्छ, होइन हामी गएर अन्तर्क्रियाहरू गर्ने एउटा। अर्को सँगसँगै चाहिँ अब कसैले मलाई सामाजिक सुरक्षामा ल्याउनु भएन भनेर कोषमा निवेदन दिनुभयो भने हामीले उहाँलाई पत्रचार गरेर यो कुराहरू पनि अब कानुनको दफाहरू पनि हामी देखाएर त्यो पनि हामीले गर्ने गरेका छौँ। र अब यसमा सबभन्दा महत्त्वपूर्ण कुरा चाहिँ म यो हजुरको लोकप्रिय मिडिया मार्फत के भन्न चाहन्छु भने यो एउटा काम गर्ने श्रमिकलाई चाहिँ यो कानूनले चाहिँ धेरै नै बलियो बनाएको स्थिति छ। सामाजिक सुरक्षाको हक चाहिँ एउटा श्रमिकले पाउने नै कुरा कानूनमा लेखेकै छ। कसरी लेखेको छ भने यदि सामाजिक सुरक्षा कोषमा आबद्ध भएर रकम जम्मा गर्यो भने चाहिँ सामाजिक सुरक्षा कोष मार्फत उसले सुविधाहरू पाउँछ, होइन भने त्यो रोजगारदाताकै दायित्व हुनेछ भनेर कोषमा यो चाहिँ ऐन कानूनहरूमा त्यो व्यवस्था गरिएको छ। त्यसकारणले रोजगारदाताहरूलाई सामाजिक सुरक्षा कोषमा नआउँदाखेरि पनि त्यो दायित्व चाहिँ छँदैछ। आउँदाखेरि चाहिँ कुनै एक्स्ट्रा दायित्व छैन,
श्रम मिल्ने भनेको न्यूनतम 20% रकम मात्रै हो। नआउँदाखेरि चाहिँ अब म गइन मलाई दायित्व छैन भन्ने होइन कि दायित्व पनि रोजगारदातासँग नै रहन्छ। त्यो निवेदन योगदानकर्ताहरूले त्यो चाहिँ अथवा श्रमिकले कोष मार्फत चाहिँ त्यो चाहिँ निवेदन दिएर त्यो सुविधाहरू लिन सक्नुहुन्छ। जस्तो अब यहाँले भन्नुभयो कि ठूला ठूला कम्पनी उद्योगहरू त लगभग आइसकेका छन् र केही मजुलाहरू आउन बाँकी छन् भनिरहँदाखेरि अहिलेसम्म सरसर्ती यहाँले खर्च गरिरहेको आँकडा पनि सामान्य रूपमा यहाँले सुनाउनु भयो। यो सुरक्षा कार्यक्रमको खर्च र लाभान्वितको संख्या बढे पनि आर्थिक रूपले साँच्चीकै विपन्न वर्ग जसलाई चाहिँ यो कोष अति नै आवश्यक छ त्यो वर्गलाई चाहिँ सामाजिक सुरक्षा प्रणाली भित्र ल्याउनको लागि चाहिँ निकै समस्या देखिन्छ। त्यस अर्थले गर्दाखेरि यो सामाजिक सुरक्षा कोष त्यो वर्गप्रति चाहिँ कहिले उत्तरदायी हुन्छ भन्ने हिसाबले पनि बहसहरू भइराखेका छन्। अब यसमा अलिकति मैले भन्नुपर्दा यो दुई थरी चाहिँ सामाजिक सुरक्षा प्रणाली देशमा छन्। एउटा चाहिँ योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली जसको अब कार्यान्वयन सामाजिक सुरक्षा कोष मार्फत भइरहेको छ हैन। यसमा चाहिँ आय आर्जनमा संलग्न हुने व्यक्तिहरू नै यसमा चाहिँ संलग्न हुने हो। अब यसमा के छ भन्दाखेरि यसमा पनि केही यो एकबद्धता जस्तो चाहिँ छ। जस्तो न्यूनतम तलब अहिले 12,170 तोकेको छ नेपाल सरकारले पनि। 12,170 तलबले पनि 31% नै यसमा योगदान गर्छ। मानव कसैको 1 लाख रुपियाँ तलब छ भने पनि 31% उसले योगदान गरेको हुन्छ। र 12,170 र 1 लाखले योगदान गर्नेको लागि जुन स्वास्थ्यको सुविधाहरू पाइन्छ, जुन 1 लाखसम्मको स्वास्थ्य, 7 लाखसम्मको दुर्घटना लगायतका कुराहरू पाइन्छ, त्यो चाहिँ योगदानको जे भए पनि त्यसमा सोलिडारिटी छ, एउटै खालको सुविधाहरू पाउनुहुन्छ। तर सँगसँगै अरू सुविधाहरू जस्तो सामाजिक सुरक्षा कोषले त उपचार मात्रै दिँदैन। बिरामी हुँदाखेरि तलबै दिन्छ लामो समय बिरामी हुनुभयो भने हैन। हजुर। त्यस्तै गर्भ अवस्थामा चाहिँ तपाईको बिदाको रकमै दिनुहुन्छ। यो सुत्केरी अवस्थामा अङ्गभङ्ग भयो भने पेन्सनै दिने गरेको छ। आश्रित परिवार पेन्सनहरू छ, यो चाहिँ तलबको आधारमा छ। त्यसकारणले यसमा चाहिँ तपाईको अलिकति स्वास्थ्यको केसमा चाहिँ कम कमाउने र धेरै कमाउनेले पनि एकै खालको सुविधा पाउने व्यवस्था छ। अर्को कुरा जुन छ यहाँले भन्नुभएको जुन नेपाल सरकार यो नेपालको संविधानको धारा 43ले सामाजिक सुरक्षाको कुरा गर्छ, त्यो चाहिँ विपन्न वर्ग जो कमाउनै सक्दैन, जो वृद्ध अवस्थामा छ, उसको कुनै उपाय नै छैन हैन। विभिन्न खालका छन् नि त देशमा त। त्यसलाई चाहिँ यो योगदान नगरिकनै राज्यले हेरिदिनु पर्छ भन्ने नै हो। त्यो चाहिँ सामाजिक सुरक्षा कोष भन्दा पनि अब नेपाल सरकारको अब गृह मन्त्रालय अन्तर्गतकै निकायहरूले त्यसमा काम गरिरहनु भनेको यो हाम्रो कोष चाहिँ योगदानमा आधारित मात्रै हो भनेर योगदानमा आधारित नै हो। आय आर्जनमा संलग्न जुनसुकै व्यक्ति, चाहे त्यो चाहिँ औपचारिक क्षेत्रमा होस्, चाहे अनौपचारिक क्षेत्रमा होस्, चाहे स्वरोजगारमा होस् या वैदेशिक रोजगारीमा होस्, सबै चाहिँ यसमा आबद्ध हुने नै। अब एउटा कुरा बुझाइदिनुहोस् सर, जस्तो कोही ज्याला मजदुरी गरेर दिनको 1500 रुपियाँ हाराहारीमा कमाउने व्यक्तिले यो कोषमा म आबद्ध हुन चाहन्छु, म मेरो जीवनलाई चाहिँ अलिकति बढी सुरक्षित राख्न चाहन्छु भनेर ऊ आफै यसमा चाहिँ मोटिभ भयो भने उसले के गर्नुपर्छ कोषमा आबद्ध हुनलाई? यसको लागि चाहिँ हामीले पालिका मार्फत चाहिँ अनौपचारिक क्षेत्रलाई आबद्ध गर्ने गरेर कार्यविधिहरू बनाएका छौँ। हजुर। पालिका मार्फत बनाउँदाखेरि यसमा चाहिँ उसले पालिका मार्फत पञ्जीकरण हुनु पर्यो। पालिकाले यो फलानु क्षेत्रको मेरो अनौपचारिक क्षेत्रको श्रमिक भन्नु पर्यो र आबद्ध भएर योगदान गर्नु पर्यो। र यसमा सँगसँगै हामी के पनि कार्यविधिमा के पनि व्यवस्था छ भने अनौपचारिक क्षेत्रको लागि चाहिँ किन पालिका मार्फत आउनु पर्यो भने उसलाई तपाईँको भोलि योगदान गर्नको लागि, भोलि चाहिँ केही सुविधाहरू लिनको लागि सहजीकरण गर्नु पर्यो। अनि त्यसको लागि पनि पालिका चाहियो। सँगसँगै त्यहाँ चाहिँ के पनि व्यवस्था छ भन्दाखेरि अनौपचारिक क्षेत्रको श्रमिकको लागि चाहिँ सहयोगदान भनेको केही रकम चाहिँ राज्यले पनि राखिदिनु पर्यो भनेर कानुनमा पनि व्यवस्था छ। त्यस कारणले अनौपचारिक क्षेत्रको श्रमिकले पालिका मार्फत आबद्ध हुने र पालिकाले पनि अलिकति सहजीकरण गरेर केही सहयोगदान चाहिँ केही श्रमिक आफै राख्छ भने केही रकम चाहिँ पालिकाले पनि राखिदिने गरेर त्यो पालिकाको बाध्यकारी जिम्मेवारी भित्र पर्छ। त्यो बाध्यकारी जिम्मेवारी भित्र चाहिँ पर्दैन। अनि पालिकाले राख्न चाहेन भने चाहिँ जो कामदार हुनुहुन्छ उहाँले आफ्नो पैसा मात्रै राख्ने कि कस्तो? हजुर, त्यही हो। अब अर्को कुरा सर, पछिल्लो समय निजी क्षेत्रका कर्पोरेट लेभलका कतिपय कम्पनीहरूमा पनि कतिपयले त नियुक्ति पत्र नपाएको गुनासोहरू पनि गरेको सम्भवतः यहाँले पनि सुन्नुभएको होला। धेरै त्यस्तो समस्या देखिन्छ। नियुक्ति पत्र त नपाउने ठाउँमा त्यो व्यक्तिले तपाईहरुकोमा आएर कसरी चाहिँ म सामाजिक सुरक्षा कोषमा सहभागी हुन पाइन भनेर गुनासो गर्न सक्छन्, उनीहरूलाई कसरी उत्प्रेरित गर्ने? अब यसमा दुईटा कुरा मैले राखेँ। एउटा चाहिँ श्रम ऐनको कार्यान्वयनले नियुक्ति पत्र नदिकन काम लगाउन पाइँदैन भनेकै छ। त्यसको लागि चाहिँ श्रम कार्यालय लगायतका ठाउँहरू छँदैछन् हैन। त्यसको लागि त्यसमा गुनासो गर्ने ठाउँ छँदैछ, सरकारको निकायले त्यो हेरिहाल्छ। हजुर।
सामाजिक सुरक्षा कोषमा चाहिँ यदि आउनु भएन भने चाहिँ तपाईँको होइन त्यसमा के भयो भने त्यो त्यतातिर जानु पर्यो। तर सामाजिक सुरक्षा कोषमा आउँदाखेरि चाहिँ नियुक्ति पत्रको कुराहरू सबै कुराहरू करिब करिब त्यहाँ नै तपाईँको क्लियर हुन्छ कि सामाजिक सुरक्षा कोषमा तपाईँको सूचीकृत भएर रेगुलर योगदान गर्ने भनेको चाहिँ श्रम ऐनको धेरै दफाहरूको कार्यान्वयन हुनुपर्ने हो। यो अवस्थामा कोही पनि व्यक्तिले चाहिँ आफू बढी चनाखो हुनु पर्यो र मेरो अधिकार यो छ भनेर ऊ स्वयं चनाखो हुनु पर्ने देखियो अहिलेसम्मको अवस्था हेर्दाखेरि चाहिँ। त्यो पनि आवश्यकता अनुसार पर्यो, किनभने सामाजिक सुरक्षा कोषमा जाने भनेको त कामदारको हितको लागि मात्र यो चाहिँ रोजगारदाताको लागि होइन भन्ने जुन हिसाबले चाहिँ बुझिएको छ त्यो हिसाबले हेर्दाखेरि त रोजगारदाता कम्पनी त सजिलैसँग त्यहाँ गएको छैन। तसर्थ रोजगारदाता कम्पनीले त्यहाँ लैजानको लागि त्यहाँ काम गर्ने कामदारहरू चाहिँ अलि बढी उहाँहरूको चाहिँ इनिसिएटिभ बढी हुनुपर्ने देखियो हो। जसले लानु भएको छैन उहाँहरू अलिकति हुनै पर्यो, ठिकै हो। अब त्यसो हो भने अर्को कुरा, जो वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ होइन उहाँहरूले चाहिँ कस्तो किसिमको प्रक्रिया अपनाउने यो कोषमा सहभागी हुनको लागि? वैदेशिक रोजगारीमा 2079 साल चैत्र 8 गतेबाट श्रम स्वीकृति लिएर जाने सबैजना श्रमिकहरू सामाजिक सुरक्षा कोषमा आबद्ध हुनु भएको छ। अटोमेटिक हुन्छ, जतिखेर श्रम स्वीकृति हुन्छ त्यतिखेर नै सामाजिक सुरक्षा कोषमा आबद्ध हुनुहुन्छ। यसलाई आबद्ध हुनको प्रक्रिया भन्दा पनि तर समस्या के छ भने उहाँहरूलाई म सामाजिक सुरक्षा कोषमा आबद्ध भइसके, मैले यसमा लगानी गरिसकेँ भन्ने थाहा नै पाउनु भएको छैन। धेरै चाहिँ यसको कुराहरू छ। यो हामीले चाहिँ झन्नै 20 लाख रोजगार यो श्रमिकहरू सामाजिक सुरक्षा कोषमा आबद्ध हुनुहुन्छ वैदेशिक रोजगारको। यो रकम चाहिँ एउटा यसमा बुझ्न पर्ने कुरा चाहिँ एक किस्ता मात्रै रकम जम्मा गरेर यो पहिलो किस्ता मात्रै उहाँले तिर्नु भएको हुन्छ, पहिलो महिनाको मात्रै। र सामाजिक सुरक्षा कोषमा पहिलो किस्ता मात्रै सुविधा पाउने भनेको धेरै कम हुन्छ। त्यसले त्यसको निरन्तरता भएन भने त्यसमा सामाजिक सुरक्षा कोषको सुविधाहरू पाउनुहुन्न, त्यो भन्न जरुरी छ। जस्तो उहाँले पनि औषधि उपचारको सुविधाहरू होइन, अघि मैले भनेको दुर्घटनाको सुविधाहरू, आश्रित परिवार सुविधाहरू, त्यसपछि आएर पेन्सनका सुविधाहरू, सबै सुविधाहरू उहाँले पाउनुहुन्छ। तर त्यसको लागि चाहिँ निरन्तरता गर्न जरुरी छ। र यो इन्फर्मेसन चाहिँ हामीले वैदेशिक रोजगारमा रहेका नेपालका परिवारहरू र नेपाल भन्दा बाहिर जो विदेशमा गएर पसिना बगाइरहनु भएको छ श्रमिकहरूलाई पुर्याउन जरुरी छ। र यसमा चाहिँ अहिले प्रक्रिया भन्दाखेरि पनि यसलाई निरन्तरता गर्न जरुरी छ। निरन्तरता गर्दाखेरि कुनै पनि जस्तो विदेशबाट काम गर्दा गर्दै आफ्नो परिवार बिरामी हुनुभयो भने सस्तोमा त सामाजिक सुरक्षा कोष मार्फत उपचार पाइन्छ। बाइचान्स उहाँको मृत्यु नै भइहाल्यो भने पनि आजीवन पेन्सन परिवारले पाउँछन् होइन। त्यस्तै दुर्घटना भयो भने 7 लाखसम्मको सुविधा पाउँछन्। रकम तपाईँको जम्मा गरेर भोलि पर्सि यसबाट चाहिँ पेन्सन पनि लिन सक्नुहुन्छ। यो सबै व्यवस्थाहरू छ। यसको यो चाहिँ प्रक्रिया भन्दाखेरि पनि यसको निरन्तरता गर्न जरुरी। अब निरन्तरता चाहिँ कसरी गर्ने? जस्तो एकपटक उहाँहरूले त्यहाँ जाँदाखेरि शुल्क बुझाएर उहाँहरू त्यसमा सहभागी हुनुहुन्छ होला। अब विदेश गइसके पछाडि यसमा निरन्तरता चाहिँ कसरी गर्ने? सबभन्दा पहिला चाहिँ योमै उहाँहरूलाई यो शुल्क भन्ने बुझ्नु भएको छ। उहाँहरूले यो शुल्क होइन यो लगानी हो भनेर बुझ्नु पर्यो। ओके। निरन्तरता गर्नको लागि चाहिँ रकम जम्मा गर्नको लागि नेपालबाट पनि जम्मा गर्न सक्ने व्यवस्था छ। विदेशबाट पनि विभिन्न च्यानलहरू हामीले राखेका छौँ। ब्याङ्किङ च्यानलहरू, रेमिटेन्स च्यानलहरू छ, त्योबाट उहाँहरूले जम्मा गर्न सक्नुहुन्छ। त्यसको चाहिँ अब जुन लगानी चाहिँ के आधारमा कति भन्ने, जस्तो यहाँ त आधारभूत तलबको यति भन्ने भनिन्छ, यहाँ चाहिँ के छ? यस्तो नेपाल सरकारले तोकेको आधारभूत तलब 12,170 को 21.33% भनेको करिब 2500-2600 रुपियाँ हुन्छ, 2596 रुपियाँ हुन्छ। त्यो रकम मासिक रूपमा जम्मा गर्छ। त्यति। अब अर्को कुरा सर, जस्तो अहिले जुन यो हाम्रो नीति तथा कार्यक्रमले जुन घोषणा गरेको छ त्यसले चाहिँ जुन बाध्यकारी बनायो हामीलाई, यसले गर्दाखेरि चाहिँ कम्पनी दर्ता गरी व्यवसाय गर्ने अप्ठ्यारो भयो भन्ने गुनासोहरू पनि यही कार्यक्रम मार्फत उद्योगी व्यवसायहरूले गर्दै आउनुभएको छ। अहिलेको अवस्थामा उद्योगी व्यवसायलाई टिकाउने तर्फ भन्दा पनि उहाँहरूले चाहिँ निरुत्साहित गरिराख्नु भएको छ। सरकारले दर्ता गरेर कम्पनी चला पनि भन्छ, अनि कम्पनी चलाइसके पछाडि यस्ता विविध किसिमका बाध्यकारी नियम ल्याउँदाखेरि हामीलाई सकस भयो भनेर भनेको कुरालाई चाहिँ तपाईँले स्पष्ट रूपमा उहाँहरूलाई बुझिने गरी बुझाइदिनुहोस् त, के हो उहाँहरूको त्यो गुनासो? यो सामाजिक सुरक्षा कोषमा रकम जम्मा गर्ने कारणले चाहिँ यो गुनासो आएको होइन जस्तो मलाई लाग्छ। मैले अघि पनि भने यो सामाजिक सुरक्षा कोषमा प्रत्येक महिना जम्मा गर्ने भनेको श्रम ऐनले चाहिँ भनेको न्यूनतम कुरा मात्रै हो। आधारभूत पारिश्रमिकको 20% भन्ने कुरा जुन श्रम ऐनले भनेको दफाहरूले त्यो 20% भन्छ। त्यसकारणले यो कुराहरू चाहिँ म अलिकति सहमत हुन सक्दिनँ, किनभने यो चाहिँ जुन श्रम ऐन 2074मै त्यो के व्यवस्था गरिएको छ भन्दाखेरि श्रम ऐन 2074 आउनुभन्दा अगाडि नै यो त्रिपक्षीय छलफल मार्फत आएको हो। यो
श्रमिकको प्रतिनिधि, रोजगारदाताको प्रतिनिधि र नेपाल सरकारको त्रिपक्षीय छलफलमा आएको हो। र श्रम ऐनले नै के भनेको छ भने तपाईँको रोजगार सम्बन्ध हुन्जेलसम्म तपाईँलाई तलब दिनुपर्छ। तलब दिइसकेपछि के अरे यो सञ्चय कोष, उपदान, औषधि उपचार लगायतको सुविधाको लागि सामाजिक सुरक्षा कोषमा चाहिँ रकम जम्मा गर्नुपर्छ भन्ने कुरा क्लियर गरिसकेपछि यो नयाँ विषय चाहिँ होइन। यो तपाईँ त्यस कारणले यसमा नयाँ नयाँ विषय ल्याएर यो गरेको भन्ने कुराहरूमा चाहिँ अलिक बुझाइ मात्रै कमी हो जस्तो मलाई लाग्छ। अब एकैछिन ब्रेकमा जानुपर्ने बेला भएको छ। ब्रेकपछि म श्रोताका प्रश्नहरू पनि लिएर आउनेछु। कृपया ब्रेक अवधिभर टेलिफोन नराखिदिनु होला। अब ब्रेकको पालो। ब्रेकपछि कार्यक्रममा पुनः स्वागत छ। कार्यक्रम द हेडलाइनर्समा आज सामाजिक सुरक्षा कोषका कार्यकारी अधिकृत कविराज अधिकारीसँग छलफल गरेको छु। कविराज सर, हजुर, फेरि पनि स्वागत छ यहाँलाई। अब हामी श्रोताका प्रश्नतर्फ जाउँ। कुपण्डुल बखुण्डुलबाट नवीन शर्मा सोध्नुहुन्छ, कम्पनीबाट रोजगार विहीन भएपछि अथवा कम्पनीबाट काम टुटेपछि चाहिँ त्यो कामदारले कोषमा निरन्तरता दिन सक्छ कि सक्दैन भनेर उहाँले सोध्नुहुन्छ। यो एकदमै सान्दर्भिक क्वेसन सोध्नुभयो। कम्पनीबाट टुटिसकेपछि पनि त्यसलाई चाहिँ हामीले यो सेल्फ कन्ट्रिब्युसन भनेर निरन्तरता गर्न सक्छौं। त्यसको लागि चाहिँ अहिले जुन 12,170 छ त्यसको 31% रकम आफै सेल्फ कन्ट्रिब्युसन गरेर कन्टिन्यू गर्न सक्छौं ती स्किमहरू सबै। भन्छ उहाँले आफ्नो तरिकाले त्यो पैसा बुझाउनु भयो भने त्यहाँ चाहिँ उहाँको निरन्तरता रहन्छ। हजुर। अब अर्को प्रश्न छ इटहरीबाट सीताराम प्याकुरेल सोध्नुहुन्छ, हामीले सुने अनुसार अहिलेसम्म कोषमा झण्डै 1 खरब रुपैयाँ जम्मा भएको सुन्यौं। त्यो पैसाको लगानी चाहिँ कोषले कसरी गर्दैछ? ब्याजमा मात्रै लगाएको छ कि अन्य परियोजनाहरूमा पनि लगानी गर्दैछ भनेर सोध्नुहुन्छ। कोषसँग धन्य 128 रकम छ। त्यसमा कोषमा अहिलेसम्म लगानी गरेको भनेको मुद्दती निक्षेपमा, डिबेन्चरमा, योगदानकर्ता सापटीमा, त्यस्तै आएर सरकारी ऋण पत्रहरूमा, त्यसपछि आएर म्युचुअल फन्डहरूमा कोषले लगानी गरेको छ। कोषले कुनै राम्रो खालको लगानी गर्नको लागि कुनै चाहिँ सरकारी निकायले प्रमोट गरेको हाइड्रो पावरहरूमा पनि लगानी गर्ने कि भनेर योजनाहरू बनाइरहेको, अध्ययनहरू गरिरहेको स्थिति छ। र कोषले लगानी गर्दाखेरि दुईटा कुरामा चाहिँ ध्यान दिन्छ। एउटा चाहिँ मुख्य कुरा चाहिँ कोषले सुरक्षामा नै ध्यान दिन्छ, किनकि यो चाहिँ योगदानकर्ताको पसिनाको कमाइ भएको कारणले गर्दाखेरि हामीले धेरै जोखिम दिन सक्दैनौँ। तर जोखिम व्यवस्थापन गरेर यसको प्रतिफल पनि हुने र उत्पादनमूलक क्षेत्रमा पनि लगानी गर्ने गरी कोषले विस्तार योजनाहरू बनाएको। जस्तो सामाजिक सुरक्षा कोषमा कम्पनीहरू दर्ता गर्नको लागि बाध्यकारी नियम भनिएको छ। त्यो बाध्यकारी नियम भनेको चाहिँ अब नयाँ दर्ता हुनेले पनि यो कमिटमेन्ट गरेर मात्रै त्यो दर्ताको प्रमाणपत्र पाउने हो या पुरानाले पनि अब हामी चाहिँ हाम्रा कामदारहरूलाई सामाजिक सुरक्षा कोषमा लगिसक्यौं भन्ने प्रमाण देखाए पछाडि मात्रै नवीकरण हुने? कस्तो हो त्यो बाध्यकारी नियम भनेको चाहिँ? सामाजिक सुरक्षा कोष बाध्यकारी नै हो हैन, यो नयाँ कुरा न सबैलाई बाध्यकारी हो। अब त्यो चाहिँ कम्पनी दर्ताको प्रमाण पत्रहरूको कुरा चाहिँ अब कम्पनी रजिस्ट्रारले नै गर्ने कुराहरू भयो। तर ऐनले योगदान मात्रै सामाजिक सुरक्षा ऐन, श्रम ऐन लगायतले यो सामाजिक सुरक्षा कोषमा आउनु नै पर्छ भनेको छ। यसमा यो बाध्यकारी हो। बाध्यकारी त हो, तर त्यसको अनुगमन चाहिँ कसरी गरिन्छ त? कागजी रूपमा त ऊ बाध्यकारी देखिएन, नवीकरण उसको चाहिँ भइराख्यो भने त हामी भइराखेका छौँ भनिदिँदा सक्यो नि त। यो चाहिँ अब सरकारको अन्य निकायहरूले अब कानुनी व्यवस्था गरिनेछ भनेर यसपालि चाहिँ तपाईँको नीति कार्यक्रममा आयो हैन। अब यो चाहिँ अब अन्य निकायहरूले अब सामाजिक सुरक्षा कोषमै तपाईँको जम्मा यो गरेको निशानै हामीसँग माग्नु भएको छैन। तर चाहिँ श्रम कार्यालयले यो आउटसोर्सिङ कम्पनीहरूको नवीकरण गर्नुभन्दा अगाडि चाहिँ सामाजिक सुरक्षा कोषमा सूचीकरण भएको र रकम जम्मा भएको प्रमाण दिने गर्नुभएको छ। हस्, समयका लागि यहाँलाई धेरै धेरै धन्यवाद सर। हस्, धन्यवाद यो अवसरको लागि। हजुर, उहाँ हुनुहुन्थ्यो सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक सीईओ कविराज अधिकारी। आजको कार्यक्रम यही सकिन्छ। प्रश्न टिपाउने तपाईँ सबैलाई धन्यवाद। श्याम खतिवडा, युवराज मिश्र लगायतका प्रश्नहरू हामीले कार्यक्रमका दौरानमा छलफल गरिसकेका थियौं, त्यसैले राख्न सकिन। सुनेर साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद। प्राविधिक मित्र नवराज भण्डारी र न्युजका सम्पूर्ण सहकर्मीसँगै म प्रस्तोता श्रीकृष्ण नेपाने पनि बिदा हुन्छु। भोलि फेरि नयाँ विषयवस्तुका साथमा सम्बन्धित अतिथि लिएर हामी आउने नै छौं। तबसम्मका लागि नमस्कार।